यस भिडियोमा चाहिँ टिभिएस एन्टर्क ब्ल्याक एक्सपी एफआई भर्जनको माइलेज टेस्ट हुनु गइरहेछ। ट्याङ्की चाहिँ सबै खाली गरिसकेको छु मैले, पेट्रोलहरू यसरी निकालेर सबै बाहिर। ट्याङ्कीमा भएको पेट्रोल चाहिँ सबै पाइपको थ्रुबाट निकालिसकेँ। त्यसपछि अलिअलि भएको पेट्रोल चाहिँ सक्नको निम्ति चाहिँ रेसिङ मोडमा राखिकन उकालोतिर लागेको छु म। यो स्कुटी निकालेको चाहिँ मैले लगभग 8 महिना जस्तो भयो। अरू बेलाको नर्मली राइडिङमा मैले माइलेज टेस्ट गर्दा 38 अराउन्ड 40 को हाराहारी थियो। माइलेज 38-40 दिए तापनि कतिपय चाहिँ कम्प्लिटली थाहा हुँदैन थियो। त्यो पनि योपालि चाहिँ कम्प्लिटली एकदम माइलेज टेस्ट गरौँ भन्ने मलाई मन लागेको छु। यो आजको भिडियोमा चाहिँ भिडियो मार्फत चाहिँ एक्ज्याक्टली एक्चुअल स्ट्रिट मोडमा चाहिँ कति दिँदो रहेछ माइलेज, नर्मल राइडिङमा चाहिँ कति दिँदो रहेछ माइलेज भनेर आजको यस भिडियोद्वारा चाहिँ म देखाउन गइरहेको छु। फाइनली ट्याङ्कीको पेट्रोल सबै सकिएको छ। अब चाहिँ अब चाहिँ लगभग सबै खाली भइसकेको छ। सेल्फ हान्दा पनि स्टार्ट भइरहेको छैन। अब हेरौँ, मैले चाहिँ ट्याक्कै 2 लिटर पेट्रोल ल्याएको छु दुईवटा बोतलमा। एउटा चाहिँ हालेर माइलेज टेस्टको लागि अनि एउटा चाहिँ ब्याकअपको लागि चाहिँ ल्याएको छु। त्यति गर्दा नि स्टार्ट चाहिँ भइरहेको छैन। अब चाहिँ हाम्रो माइलेज टेस्ट चाहिँ अब सुरु हुन्छ। कति दिँदो रहेछ हेरौँ, हेर्दै जानुहोस् तपाईँहरू पनि। सो गाडीलाई मैले डबल स्ट्यान्ड लाएर अब पेट्रोलको ट्याङ्कीको यो ढक्कनलाई खोलिसकेको छु। अब यहाँनिर म 1 लिटर पेट्रोल हाल्नेछु। कति हुँदो रहेछ अब यसको माइलेज हेर्नुहोस्। अब सबैजनाले हेर्नुहोस्। सोरुम टेस्टले चाहिँ टिभिएसको सोरुम टेस्टमा चाहिँ पेट्रोल चाहिँ माइलेज चाहिँ 52 भनेर दिएको छ। कति दिन्छ हेरौँ। मैले पेट्रोल हाल्दैछु यहाँनिर, जम्मा 1 लिटर छ यहाँनिर। मैले चाहिँ सबै पेट्रोल हालिसकेको छु यहाँनिर 1 लिटर। अब 1 लिटरले कति माइलेज दिँदो रहेछ हेरौँ। टिभिएस एन्टर्कको चाहिँ यो पछाडिको डिक्की पेट्रोल यो ढक्कन लाउने चाहिँ सायद के हो थाहा छैन, तर एकदमै मजाले नलाग्ने तपाईँको माइलेज चाहिँ कति दिन्छ भनेर हेर्नको निम्ति चाहिँ म यो ट्रिप मोडलाई चाहिँ 0-0 मा राख्दैछु सुरुमा। अनि कति दिन्छ अब यसैबाट हामी थाहा पाउनेछौँ। पानमारा हुँदै केराबारीको तर्फ जानेछु, किनभने यो बाटो चाहिँ एकदम सिधा स्ट्रेट बाटो छ। सो मैले पनि स्ट्रिट मोडमा मात्रै कुदाएको छु, एकदमै इको मोडमा है। थर्डरलाई मैले एकदम लिएको छैन, नर्मल एकदम स्मुथ चलाएको छु। धेरै मैले कुदाएको छुइनँ, मैले 50 देखि माथि पुऱ्याएको छुइनँ। केराबारीको यो खोला, यो पुलसम्म मैले आइसकेँ राइडिङ गरेर। सो यत्रो राइडिङपछि अब पानी त खानै पर्यो। मैले एउटा पानी किनेको छु, एक ठाउँमा शीतलमा रोकेर बसेर म त्यहाँ पानी पिउने छु। अनि त्यसपछि फेरि पनि हाम्रो टेस्ट भिडियोलाई अघि बढाउनेछौँ।
पानी पिउने छु। जम्मा मैले चाहिँ 29 किलोमिटर 500 मिटर चाहिँ क्लाइम्ब गरिसकेँ। अब हेर्दै जाउँ कति दिन्छ अझै। गर्मी छ, सो यत्रो राइड गरेपछि पानी त खानै पर्यो। सो पानी मैले एउटा किनेको छु मार्टबाट। सो म पानी खानेछु, पिउनेछु, अनि त्यसपछि फेरि पनि हाम्रो राइडलाई सुरु गर्नेछु। पानी त खानै पर्यो। सो कति गाह्रो भएको खोलिँदैन पानी पनि। एक हातले भिडियो गर्दै एक हातले पानी खोल्न गाह्रो, एकदमै गाह्रो छ। एकदमै लामो राइडिङपछि लगभग 29 किलोमिटर कुदाइसकेपछिको एकदमै प्यास लागेको अवस्थामा चिसो पानीलाई म पिउनेछु। सो ओके, मेरो पेट्रोल त सबै सकिसकेको छ। अब गाडी पनि स्टार्ट भइरहेको छैन। स्टार्ट भए तापनि एकछिन हुँदै अफ भइरहेछ। अब टोटल हाम्रो माइलेज चाहिँ कति दिएछ है, एक्ज्याक्टली सरप्राइज छ। किनभने म पनि सरप्राइज छु। म पनि एक्सपेक्ट गरेको थिइनँ कि यति धेरै माइलेज दिन्छ भनेर, तर माइलेज चाहिँ दिएको छ। सो हामी माइलेज अब हेर्ने छौँ मिटरमा कति छ। ट्रिप मोडलाई चाहिँ 0-0 मा पारेको थिएँ सुरुमा। सो त्यहाँनिर देखाउँछ माइलेज हेरौँ। टोटल 56.8 किलोमिटर पाइएको छ पर 1 लिटरमा। एकदमै अनएक्सपेक्टेड, एकदमै राम्रो छ माइलेज। कम्पनीबाट पाउन्न भने तापनि तर 56.8 किलोमिटर मैले पाएको छु। यो चाहिँ एन्टरको ब्ल्याक एक्सपी FI भर्जन हो। एकदमै राम्रो छ, माइलेज चाहिँ राम्रो। तर स्ट्रिट मोड नर्मल मोडमा कुदायो भने मात्रै चाहिँ पाउने रहेछ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।